सम्माननीय सभामुख महोदय, यस चलचित्र विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुने मौका दिनुभएकोमा धन्यवाद। यो विधेयक आउँदै गर्दाखेरि यसले राष्ट्रिय चलचित्र नीति 2071 र डिजिटल युगको नयाँ वास्तविकतालाई पनि आत्मसात गर्दै ल्याउन खोजेको छ। नेपालको चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न नियामक निकायको रूपमा रेगुलेटरी बडीको रूपमा पुनर्संरचना गर्ने पनि यसले सोचेको छ। अब आउँदो कानुनहरूले हामीले पछिल्लो समयमा भोगेका समस्याहरूलाई सम्बोधन मात्र नगरी ट्रेन्ड अनुसार के समस्या र के चुनौती आउन सक्छन् भनेर पनि सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ। पूर्व वक्ता सांसदज्यूहरूले पनि धेरै चिजहरू औँल्याइसक्नु भएको छ। अरेन्ज इकोनोमीलाई जुन अहिले एड्रेस हुँदैछ, क्रिएटिभ इकोनोमीलाई एड्रेस हुँदैछ, यो निकै सकारात्मक कुरा हो। यो हुन त हाम्रो पोलिसी नीति डिस्कसन होइन, विधेयककै डिस्कसन हो। त्यसैले 6वटा बुदामा चाहिँ आफ्ना केही कुराहरू राख्न अनुमति चाहे। पहिलो कुरा त यसको परिभाषामा नै पूर्व वक्ता सांसदज्यूले पनि भनिहाल्नुभयो, चलचित्रको परिभाषा के भनेर निकै स्पष्टीकरण हुन जरुरी छ। मिनिमम ड्युरेसन राख्ने हो कि प्रोडक्सन बजेटको मिनिमम सीमा तोक्ने हो कि प्रोफेसनल प्रोडक्सन र अरू कन्टेन्ट सर्ट फिल्म फिचरको छुट्टा छुट्टै वर्गीकरण हुनुपर्छ। नत्र अनलाइन कन्टेन्टलाई पनि एकैचोटि मासेर चलचित्र भन्यो भने त्यो गाह्रो पर्न जाला। बोर्डको अध्यक्ष नियुक्तिमा पनि धेरै पूर्ववक्ता सांसदज्यूहरूले पनि भनिसक्नु भएको छ। यसको अध्यक्ष नियुक्ति प्रक्रिया चाहिँ पारदर्शी र योग्यतामा आधारित नै बनाउनु पर्छ। सिफारिस समिति पनि गठन गर्न सकिएला र मिनिमम 15 वर्षको हुन्छ कि अनुभव भएका विशेषज्ञहरूलाई मात्र नियुक्ति गर्ने मापदण्ड चाहिँ बन्नै पर्छ। डिजिटल प्लेटफर्मको कुरा पनि धेरै आए। विदेशी ओटिटी प्लेटफर्महरूको लागि हामीलाई छुट्टै फ्रेमवर्क नै चाहिन्छ। नेपाल टेलिकम्युनिकेसन अथोरिटी आइटी मिनिस्ट्रीसँग चाहिँ समन्वय गरेर जियो ब्लकिङको पनि अघि कुराहरू आइसकेका छन्। कम्प्लायन्स मेकानिजम चाहिँ बनाउनु पर्छ। जाँच समितिको विवेकाधीन अधिकारको पनि दुरुपयोगको जोखिम राखेको देखिन्छ। प्रतिबन्धको आधारहरू हामीले स्पेसिफिक चाहिँ बनाउनु पर्छ जस्तो लाग्छ। स्पष्ट गाइडलाइनहरू पनि हुनुपर्छन्, जस्तो डिस्क्लेमर थप्ने कुनै सबै चिजहरूलाई सेन्सर नै गरिहाल्न काटछाँट नै गरिरहँदाखेरि चाहिँ स्टोरी लाइनमा पनि क्षति पुग्न जाने हुँदाखेरि बरु अल्टरनेटिभ सल्युसन दिने हो, डिस्क्लेमर दिने हो कि एज रिस्ट्रिक्सन थप्ने हो, त्यस्ता कुरा पनि गर्नुपर्छ। क्लासिफिकेसन वर्गीकरणका कुरा अघि आइसकेका छन्। युनिभर्सल हुन्छ कि पेरेन्टल गाइडेन्स अन्डर 12 इयर्स हुन्छ कि अडल्ट 18+ रिस्ट्रिक्टेड अडियन्सेस जस्ता क्याटेगोरिजहरू चाहिँ परिभाषित गर्नुपर्ने हुन्छ। सेन्सरसिपको अगाडि हामीले नोट्सहरू दिन सक्ने कुरा गरिसकेका छौँ र समग्रमा यसमा एउटा के पनि विचार गर्न सकिन्छ भनेदेखि चलचित्र कोषको पनि व्यवस्थापन गर्न सकिन्छ कि एउटा फिल्म फन्डको, जहाँबाट चाहिँ नेपाल सरकारलाई भार नपरिकन यसको कोष चाहिँ अरू सदुपयोग गर्न सकिन्छ भनेर सुझाव राख्न चाहे। धन्यवाद।